सो गाइस, तपाईँले आफ्नो लाइफमा नराम्रो कुराहरू धेरै छ होला, धेरै हुन्छ। धेरैजनाको, कतिजनाको ड्रिङ्क्स गर्ने, कतिजनाको नराम्रो शब्दहरू बोल्ने, कतिको झै झगडा गर्ने, होइन, कतिको तास जुवा खेल्ने, अनि धेरै यस्तो कुराहरू छ। आज धेरै मानिसहरू ड्रग्स एडिक्ट भइसकेको छ, होइन। तर उनीहरूले, धेरै मानिसहरूले एउटा आज संसारको यो 2025को यो लास्ट दिनमा चाहिँ सोच्दैछ, आज यो मेरो जीवनबाट लास्ट हो, भरे 12 बजीदेखि उपरान्तको दिनहरूमा म राम्रोसँगले जिउँछु भनेर सोच्दै हुनुहुन्छ होला। तर मलाई एउटा के लाग्छ भन्ने कुरो, यो चाहिँ हामीले संसारको क्यालेन्डरमा हेरेर हामीले निर्णय लिइरहेको हुन्छ, भोलिदेखि चाहिँ म यो कुरा गर्छु। तर आज साँच्चै नै तपाईँ सही प्रकारले सक्सेस हुनुको निम्ति चाहिँ तपाईँले आफ्नो भित्र मनको क्यालेन्डरलाई चाहिँ तपाईँले सेलिब्रेट गर्नुहोस् न्यू इयरको, अनि भन्नुहोस् मनको क्यालेन्डरमा आजदेखि उपरान्त चाहिँ म साँच्चै नै नयाँ प्रकारले जिउँछु भनेर तपाईँले भन्नुहुन्छ भने चाहिँ तपाईँ साँच्चै नै सक्सेस हुनुहुन्छ। त्यही भन्दै सबैलाई एडभान्समा ह्याप्पी न्यू इयर। ओके, बाई।